guys, welcome back to my blog होइन अब मैले चाहिँ होइन आज भोलिको आन्दोलनको बारे केही कुरा भन्न गइरहेको छु होइन। आज चाहिँ मेन कुरा चाहिँ मलाई के लाग्छ भन्दा होइन राजा आओस् कि नआओस् होइन, आयो भने राम्रो हो, तर आए पनि चाहिँ देश विकास हुनु पर्यो, युवाहरूलाई फेसिलिटी हुनु पर्यो, काम रोजगार होइन, युवाहरूलाई मात्र होइन, बुढाबुढी सबैलाई हुनुपर्छ होइन। राजा आयो भने अब यो नेताहरू त कामै छैन, दुङ दुङ बनाउने डङ्गु जस्तै भइसकेको छ होइन। त्यही भएर चाहिँ होइन गाइज, मलाई चाहिँ के लाग्छ भन्दा चाहिँ होइन, अब नेताहरू भइरह्यो भने मतलबै छैन कि। न शिक्षामा डेभलप भयो होइन, न हेल्थमा डेभलप भयो, न वर्कमा नै डेभलप भयो, न देश नै डेभलप भयो होइन। केहीमै डेभलप गर्न सकेन कि तिनीहरूले चाहिँ। अब तिनीहरूले चाहिँ गरे भने नै यो हाम्रो देश बेचेर खाएछ होइन, के होइन, भ्रष्टाचार गराएछ होइन, धेरैमा भ्रष्टाचार गराएछ तिनीहरूले चाहिँ होइन। अब हामी नेपाली साधारण जनताहरूले बुझ्नुपर्ने कुरा चाहिँ के भन्दा, देश त विकास हुँदैन यिनीहरू भएसम्म होइन। अब देश विकास गर्नलाई राजा ल्याउनु पर्यो मेन कुरा। अब राजाले पनि सकेन भने नेपालमा बस्ने बेकार। अब हजुरहरूले के बुझ्नुहुन्छ होइन, कमेन्ट गरिदिनु होला होइन। मलाई चाहिँ के लाग्छ भन्दा चाहिँ होइन, अब देश चाहिँ जसरी पनि विकास गर्नै पर्छ। हामी एकदमै होइन छुर देशमा बसिरहेछौँ होइन। नेपाल भने होइन यस्तो राम्रो देश होइन। अहिले सबैले के भन्छ भन्दा होइन, नेपाल भने झुर देश हो, भ्रष्टाचारीको देश हो, टप 10मा परेको देश हो, भ्रष्टाचारीको टप 10मा परेको देश हो होइन नेपाल भन्ने चाहिँ भइसक्यो नेपालीहरूलाई नै। अब यत्रो युवाहरू विदेश गइरहेछ काम नभएर, किन गयो होला भनेर सोच्नु होला फेरि। अब अघि नै भनिसकेँ मैले होइन, काम छैन, केही छैन होइन। यहाँ नेपालमा बसेर कामै भ्यालु नै छैन। सबै युवाहरूले बुझ्नु पऱ्यो कि यस्तो कुराहरू चाहिँ होइन। बुझेर चाहिँ अगाडि बढ्नु पऱ्यो मेन कुरा। अब कयौँ मान्छेहरूले त प्रधानमन्त्री बनाएको को होइन, गृहमन्त्री बनाएको को भनेर थाहा छैन कि हाम्रो देशमा होइन। त्यही भएर गाइज होइन, पत्रिका पनि हामीले पढिराख्नुपर्छ गाइज होइन। अब साधारणतया होइन हामीलाई अब भोलि चाहिँ खतरा नै हुन्छ जस्तो लाग्छ होइन। अब 15 गते भनेको छ आन्दोलन होइन, भोलि नै भइसक्यो आन्दोलन होइन। अब भोलि राजा आउँला कि नआउँला त होइन, मेन कुरा त्यो आयो भने चाहिँ एकदम राम्रो हो। विदेशी भएको साथीहरूले पनि सपोर्ट गर्नु पनि पर्यो होइन। म त कुनै राजाको पार्टी पनि होइन, एमाले पार्टी पनि होइन, काङ्ग्रेस पार्टी पनि होइन, के पनि पार्टी होइन कि। हामी साधारण मान्छे हो कि, साधारण मान्छेले बोलिरहेछु कि होस् देशमा केही होस् होइन, डेभलप होस्, हामीले पनि जिउने अधिकार पाओस् होइन, राम्रो शिक्षा सुविधा होस्। अब शिक्षामा पनि ल ब्याचलर क्लियर, मास्टर क्लियर, इन्जिनियर क्लियर होइन, त्यस्ता मान्छेहरूलाई अब काम नभएको देशमा होइन, हामी जस्तो अब +2 क्लियर होइन, SLC पास पढ्दै नपढेकाहरूलाई के काम पाउँछ होइन। अब प्रचण्डजीले पनि भन्नुभयो नि त होइन, यिनीहरू होइन कौवा जस्तो कहाँ कराई मात्र लाग्छ होइन, केही हुनेवाला छैन भनिदियो। केपी ओलीले पनि अब त्यो टाइममा राजाहरूले नै देश बेचे, यस्तो देश बिगारे भनेर भनिरहेछ होइन। अब भोलि चाहिँ के होला त। अब त्यत्रो वर्ष तिनीहरूले राज गरिसक्यो होइन। अब तिनीहरूले केही डेभलप गर्न सके होइन। बरु बालेनले डेभलप गरेर देखायो, हाम्रो मेयर भएर चाहिँ होइन, बालेनले काठमाडौँलाई होइन डेभलप गरिसक्यो होइन। यस्ता नेताहरू माथि बसेर होइन आफ्नो मान्छेहरूलाई ठाउँमा राखेर के गर्न सक्यो होइन, केही गर्न सकेन के। अब मेन कुरा भने होइन, हामीले चाहिँ यिनीहरूलाई जसरी पनि हटाउनुपर्छ होइन।
जसरी पनि हराउनुपर्छ। हटाएन भने यहाँ नेपालमा बस्नु भने बेकारै भयो होइन। नेपाल एउटा पहिला अब होइन वीर गोर्खालीबाट चिनिन्थ्यो होइन। अहिले नेपालीहरूलाई नेपाल भन्ने चिज एक नम्बरको भ्रष्टाचारीबाट चिनिन्छ कि। कति फरक भइसक्यो कि राजा र गणतन्त्र र राजतन्त्रमा यति फरक भयो कि। पहिला त्यहाँ इन्डिया जाओस् अमेरिका जाओस् होइन हरेक देशमा गए पनि राजाले यतिको धेरै नै सम्मान पाउँथ्यो कि। अब यो प्रधानमन्त्रीहरूलाई होइन यति होइन यति उ छ कि होइन यति त्यो सोच्ने नै बेकारै छ कि। यति हेट गर्छ होइन यति के वास्ता नै छैन कि बाहिर देशमा गयो भने होइन। यिनीहरू छोटा मोटा देशबाट आएको हो भनेर यस्तो हेप्छ कि। पहिला हेप्थ्यो त राजा भएकोमा हेपेन नि। अहिले हेर्नु त त्यो भिडियो भाइरल हुनेहरू भिडियो नै भाइरल भएको छ होइन। अब शेरबहादुर देउवाको प्रधानमन्त्रीको होइन सबैको भिडियो भाइरल भएको छ। कस्तो समय हेप्या भनेर होइन हामीले हेरि नै राखेको हो होइन गाइज। त्यही भएर चाहिँ गाइज होइन हामीले चाहिँ अब बुझ्नु जरुरी छ। जनताहरू मिलेर चाहिँ के कसो गरेर होइन कसरी यिनीहरूलाई हटाउने, राजा ल्याएर चाहिँ देश बन्छ कि बन्दैन त्यो सबै सोचेर चाहिँ हामीले गर्नुपर्छ गाइज होइन। अब जे होस् भोलि जे होस् राम्रै हुनु पऱ्यो होइन। मान्छेहरू नमर्नु पऱ्यो होइन। अब गोलीसोली नचल्नु पऱ्यो होइन। जे होस् राम्रै आन्दोलन होइन राम्रै आन्दोलन होस् भने होइन मेरो चाहिँ एउटा मनैदेखिको होइन भाव छ होइन। त्यही भएर चाहिँ गाइज होइन हामी जनता मिलेर चाहिँ तिनीहरूलाई निकाल्नु पऱ्यो। कसरी हुन्छ जसरी हुन्छ यसरी हुन्छ जसरी भए पनि चाहिँ यिनीहरूलाई निकाल्नुपर्छ। अब म जस्तो साधारण मान्छे युवाले चाहिँ यस्तो बोलिरहेको छु। हजुरहरूले पनि विदेशबाट होइन भिडियो सिडियो बनाएर कसरी के गर्ने भनेर सब भिडियोहरू अपलोड गरेर होइन कसरी हुन्छ होइन सपोर्ट गरिदिनु पऱ्यो होइन गाइज। मेन कुरा चाहिँ हामीलाई देश विकास हुनु पऱ्यो। मेन कुरा होइन शिक्षा पाउनु पऱ्यो, स्वास्थ्य पाउनु पऱ्यो होइन। सबै अब विदेशमा कस्तो भइरहेछ यस्तै अब होइन त्योभन्दा पनि खतरा हुनुपर्छ कि नेपाल भन्ने चिज हो। किनकि त्यत्रो वर्ष भइसक्यो होइन हामी अब हामीलाई नै यस्तो फिल लाग्छ होइन। अब त्यो आउने पुस्ताहरूलाई कस्तो होला होइन। आउने पुस्ताहरूलाई त छन् गोरु जस्तै होइन गोरु जस्तै पाल्ने भयो यो नेताका छोराहरूले नेताहरूले होइन हो कि होइन गाइज। मलाई चाहिँ एकदम चित्त बुझाएको छैन है गाइज। हजुरहरूलाई पनि चित्त बुझ्दैन होला अहिले नेपालमा के भइरहेछ भनेर होइन। सबै युवाहरू पढ्नेहरू होइन सबै घरमा बसिरहेको छ काम नभएर होइन। एकदम तनावै छ नेपालको हालत चाहिँ होइन। त्यही भएर चाहिँ गाइज होइन कसरी हुन्छ हामीले चाहिँ यो देशलाई जोगाउनै पर्छ गाइज होइन। अब राजा त ल्याउनै पर्छ हिसाबमा होइन। ल्याए पनि चाहिँ राजाले पनि काम गरेर देखाउनु पऱ्यो, विकास गरेर देखाउनु पऱ्यो। ल्याएर मात्र भएन, फेरि तिनीहरूकै ताल भयो भने नेताहरूकै ताल भयो भने त्यस्तो पनि हुँदैन होइन गाइज। त्यही भएर चाहिँ गाइज राजा ल्याउँ होइन के कति गर्छ हेरौँ। त्यसपछि चाहिँ राजाले पनि गरेन भने चाहिँ होइन फेरि चाहिँ अर्कै उमा हामी लाग्नुपर्छ गाइज होइन। अब ल्याएर मात्र काम त देखाउनु पऱ्यो। ल्याएर होइन ल्याइसकेपछि त्यही भएर काम देखायो भने चाहिँ ठिक छ होइन। काम देखाएन भने चाहिँ एकदम गलतै हुन्छ होइन। फेरि पनि पहिलाको जस्तै ताल आयो भने गलतै हुन्छ। त्यही भएर गाइज होइन हामी युवा जनताहरू सबैले बुझ्नुपर्छ कि यस्तो चिजहरू चाहिँ होइन। हामी एकदम नबुझ्ने खालको छ कि हामी जनताहरू होइन। भेडाहरू नै हो कि हामी केही बुझ्दैन। गयो र्याली स्याली गयो के कस्तो केही थाहा छैन होइन। पत्रकारले एक शब्द सोद्धा पनि होइन केही थाहा नहुने मान्छेहरू पनि र्याली आइराखेको छ कि। तिमी कसकोमा आएको होइन भन्दा पनि होइन अब पार्टीको नामै थाहा छैन होइन। अब देशमा कस्तो भइरहेछ त्यो पनि थाहा छैन। प्रधानमन्त्री को हो त्यो पनि थाहा छैन। यस्तो अबुझ देश हो कि हाम्रो नेपाल भने होइन। अहिले चाहिँ एकदम अबुझै छ कि। त्यो कसरी भयो त शिक्षा भएन होइन। शिक्षा सुविधा भएन, हेल्थ सुविधा भएन, वर्क सुविधा भएन, केहीकै सुविधा छैन कि। अब मान्छे एकजना इमर्जेन्सी पऱ्यो भने लाइन बस्नुपर्छ के हस्पिटलमा होइन। मर्न लाग्दा अब त्यहाँ मान्छे मर्न लागिसक्यो त्यहाँ लाइन बसेर टिकट काटेर हुन्छ। त्यसरी हामीले चाहिँ त्यस्तोसम्म देखिरहेछौँ, भोगी पनि राखेका छौँ।
त्यही भएर चाहिँ गाइज होइन सबै बुझेर हामीले चाहिँ अगाडि बढ्नुपर्छ गाइज। सपोर्ट चाहिँ गर्नुपर्छ विदेशका होइन विदेशमा बसेका दाइ भाइ होइन दाइ भाइ साथीभाइहरूले चाहिँ सबैले सपोर्ट गर्नुपर्छ होइन। जसरी पनि चाहिँ हटाउनै पर्छ यिनीहरूलाई। यिनीहरूको कामै छैन कि नेपालमा। त्यही भएर गाइज होइन जे होस् ल्याउनु पऱ्यो होइन गर्नु पऱ्यो राजाले पनि होइन। त्यही शुभकामना छ हाम्रो पनि होइन हामी साधारण मान्छेको पनि। हाम्रो मुख्यतया युवाहरू विदेशिनुको कारणै त्यही हो। भर्खर बच्चा जन्मिरहेछ होइन अब बाउ चाहिँ विदेश जान लागिरहेछ त्यस्तोसम्म खबर हामीले सोसियल मिडियामा हेरेकै हौँ होइन। अब यस्तो हुने गरी हामीलाई होइन अब कामै छैन कि एउटा होस् न होइन विकास भएपछि अब हो आफ्नै देशमा गर्ने हो फ्यामिलीसँग बस्ने हो भनेर होइन त्यस्तोसम्म छैन कि। अब भर्खर के जन्माए बच्चालाई हामीले छोडेर काम गरेर त्यसरी जानुपर्दा एकदम नरमाइलो लाग्छ कि त्यो। अस्ति भर्खरै होइन सोसियल मिडियामा आइरहेको थियो होइन त्यस्तोसम्म नि हुन्छ कि हाम्रो देशमा होइन। अब अरू देश हेर्नु कति विकसित छ होइन। हाम्रो नेपाल त झन् पुरानो देश हो एकदम विकास हुनुपर्ने ठाउँ हो यो। के छैन यहाँ नेपालमा होइन हरेक चिज छ कि। त्यही भएर चाहिँ गाई छैन यो नेताहरूले के पनि गर्दैन होइन गाई। यिनीहरू भ्रष्टाचार गर्न ब्याग के पनि जाँदैन। दिमाग पनि अब लफङ्गा दिमागमा लगी होइन लफङ्गा दिमागमा युज गर्छ यिनीहरूले। त्यही भएर चाहिँ गाई बालेन जस्तो मान्छे होइन अब आउनु पऱ्यो होइन। बालेन जस्तो बालेनभन्दा पनि राम्रो आओस् होइन। त्यो नै हाम्रो होइन इच्छा हो होइन। सबै जनताहरूको इच्छा त्यही होला गाइज होइन। त्यही भएर गाइज होइन आजलाई यति नै भयो गाइज होइन। हजुरहरूले पनि सपोर्ट गरिदिनु होला मेरो च्यानलमा होइन। अब भोलिको चाहिँ दृश्य के हुन्छ होइन खतरा नै हुनेवालामा छ जस्तो छ मलाई जहाँसम्म लाग्छ होइन। खतरै होस् होइन मान्छे नमरोस् होइन कसैलाई क्षति नपुरोस् त्यही मेरो शुभकामना छ होइन। भोलिको जो दृश्यहरू चाहिँ हेर्नै बाँकी छ होइन गाइज। लेट्स गो लेट्स गेट इट बाई।